हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् आज मैले फ्रेस हातले नुडल बनाउँदैछु। रेमन नुडल भन्छ है, ह्यान्डमेड रेमन नुडल। कसरी बनाउँछ हेर्नु है। मजाले यसलाई यसरी तन्काएर लामो लामो बनाएर हेर्नु है, हेर्नु बडा मजाको छ हेर्नु है, दामी हुन्छ हेर्नु है। मस्तले यसरी मजाले तन्काएर यसलाई मजाले तन्काउनु पर्छ है, हेर्नु है, हेर्नु है। मजाले तन्काएर अब यसलाई हेर्नु है। कस्तो देखेछ हेरेर भन्नु है फेरि। मजाले तन्काएर अब यसलाई ठटाउनु पर्छ हेर्नु है, यसरी मस्त ठटाउने, ठटाएर मसिनो मसिनो गराएर मस्त नुडल बन्छ है, हेर्नु है। अझै ठटाउनु पर्छ है, हेर्नु है। अब यसलाई मजाले एक साइडबाट काट्नु पर्छ है, नत्र धेरै लामो हुन्छ है। यसलाई काटेर मस्त गरम पानीमा अब उम्लेको पानीमा हाल्नुपर्छ है साथीहरू, उम्लेको पानीमा हाल्नुपर्छ नि है। अनि मस्त यसलाई चपस्टिकले चलाएर मस्त 1 मिनट जति 30 सेकेन्ड बोइल गर्नुपर्छ है साथीहरू, 30 सेकेन्ड। 30 सेकेन्ड बोइल गरेर यसमा भेजिटेबल हाल्छ है साथीहरू। मैले भेजिटेबल नुडल बनाउँदैछु, त्यही भएर यसमा भेजिटेबल हाल्छ है। अब मैले यसमा भेजिटेबल हाल्छु है, हेर्नु है साथीहरू। ग्रिन पक्चोय छ, मसरुम हाल्छु है, ग्रिन पक्चोय र मसरुम है, हेर्नु है। मस्त यसलाई बोइल गरेर बाहिर निकालेर राख्छु है। अब हेर्नु है, हेर्नु है कस्तो भयो नुडल, हेर्नु है। मजाको बन्छ नुडल, हेर्नु है कस्तो भयो। ह्यान्डमेड रेमन नुडल भन्छ है साथीहरू यसलाई, ह्यान्डमेड रेमन नुडल। अब यसको सुप बनाउँछु है साथीहरू, हेर्नु है, हेर्नु मस्त यसको सुप बनाउँछु म। अब तेल हालेर मैले अब गार्लिक हाल्छु है, हेर्नु है, हेर्नु गार्लिकलाई तड्का लाएर हेर्नु है, हेर्नु है साथीहरू। अब टमाटर र क्याप्सिकम हाल्छु है। मस्त टमाटर र क्याप्सिकमलाई भुटेर हल्का चिल्ली पेस्ट, टमाटो केचप, ओइस्टर सस हाल्छु है। हेर्नु है, हेर्नु ओइस्टर सस हाल्छु, डाक्स्याकै हाल्छु, हेर्नु है। टक्क वाटर हालेर सिज्ने गर्छ है, हेर्नु है साथीहरू। वाटर हालेर अब त नुडललाई बोलमा राख्छु है, हेर्नु है साथीहरू। त्यो बनाएको नुडललाई बोलमा राखेर हेर्नु है कसरी दिन्छु, हेर्नु है। भिडियो अलि लामो छ, हेर्नु है, फुल भिडियो छ, हेर्नु है, नकाटिकन जस्ताको त्यस्तै। हेर्नु फुल भिडियो नकाटिकन जस्ताको जस्तै छ है, हेर्नु है साथीहरू। मस्त बनाएको है, हेर्नु कस्तो बन्छ हातले बनाएको नुडल। चट्ट अब सेसमी ओइल हालेर निकाल्छु है साथीहरू, हेर्नु है। सेसमी ओइल हालेर चट्ट निकाल्छु है, हेर्नु है कस्तो बन्छ है। सुप पनि रेडी भइसक्यो है साथीहरू, हेर्नु है। नुडलमा सुप हालेपछि कस्तो देखिन्छ, हेर्नु है। कस्तो देखेछ साथीहरू भन्नु है हेरेर।
अब अलिकति म स्प्रिङ अनियन हाल्छु है साथीहरू माथिबाट गार्निसको लागि हेर्नु है। हेर्नु म देखाउँछु तपाईँहरूलाई कस्तो देखेको छ नुडल। ल हेर्नु, अनि म टेस्ट पनि गर्छु फेरि कस्तो हो भनेर हेर्नु है साथीहरू। म टेस्ट पनि गर्छु कस्तो हो भनेर। कस्तो बनेछ म खाएर नि देखाउँछु हजुरलाई। गजब बने हेर्नु, मस्त बने हेर्नु, गजब बने है हेर्नु।